हाम्रा नियमहरू लाइक र स्टिकर प्रयोग गर्न पाइने छैन। अनावश्यक भिडियोहरू पठाउन पाइने छैन। आफ्नै भोइसमा लोक तथा दोहोरी गीतहरू मात्रै गाउनु पाइनेछ। एड तथा रिमुभ गर्न पाइने छैन। कसैलाई रोधी घरमा एड गर्न परेमा सञ्चालकसँग अनुमति लिनुपर्नेछ। कसैलाई लिफ्ट लिएर जानु छ भने लिफ्ट लिनुभन्दा पहिले रोधी घरमा जानकारी गराउनु पर्नेछ। कसैको प्रोफाइलमा गएर एड गर्न तथा मेसेज गर्न पाइने छैन। यदि कसैले एड गरेको रिपोर्ट रोधी घरमा आयो भने रिमुभ गरी प्रत्येक रोधी घरमा सूचना पठाइनेछ। धन्यवाद। रोधी घरको नियमहरू प्रयोग गरेर सबै नागरिकको परिचय दिनुहोला। आज हाम्रो रोदीमा भेट भएको 5 साल भयो। ओ मनमा हो आको मुस्ताङले त्यहीमा, मुस्ताङले त्यहीमा एकैचोटि झम्टेरै रुने थिए उनलाई भेटेमा। 5 साल भयो कि छुट्टी पाउन र घर फर्किन मन तिमलाई लाउन र मुस्ताङ लेटेमा, मुस्ताङ लेटेमा एकचोटि त झम्टेरै रुनी थिए तिमीलाई भेटेमा, मुस्ताङ लेटेमा एकचोटि त झम्टेरै रुनी थिए तिमीलाई भेटेमा। हजुर, यति बेला पनि निकै रमाइलो गर्नुभएको छ हाम्रो प्युठानी रोधी घरमा। धन्यवाद। 5 सालभित्र 2 चोटि घर गए, अब 1 साल मात्रैलाई हो आए मुस्ताङ लेटेमा, मुस्ताङ लेटेमा एकैचोटि झम्टेरै रुने थिए उनलाई भेटेमा। ओ मन बसी बिताइछौ छोला, घरमा छोरा छोरी छन् होला मुस्ताङ लेटेमा, मुस्ताङ लेटेमा एकचोटि त झम्टेरै रुनी थिए तिमीलाई भेटेमा, मुस्ताङ लेटेमा एकचोटि त झम्टेरै रुनी थिए तिमीलाई भेटेमा। ओ मन बसी बिताए 5 साल हो घरमा मेरो, बाउआमा मात्रै हो मुस्ताङ लेटेमा। बे भएको छैन हजुर, कसरी बच्चा बच्ची हुने। मुस्ताङ लेटेमा एकैचोटि झम्टेरै रुने थिए उनलाई भेटेमा। हजुर, टेन्सन नलिनु होला, अवश्य पनि हजुरको बिहे अब हुनेछ पनि भन्न चाहन्छु है त। रोजगार गर्न ओ मनमा परिछौ
कहिले बिहे गर्ने मन गरी छौ मुस्ताङ लेटेमा मुस्ताङ लेटेमा एकचोटि त झम्टेरै रुनी थिए तिमीलाई भेटेमा मुस्ताङ लेटेमा एकचोटि त झम्टेरै रुनी थिए तिमीलाई भेटेमा बिहे गर्न के हतार भोर हौ पहिलाले कति कमाउने सुरमा हो मुस्ताङले त्यहीमा आफ्नै खुट्टामा उभिएर बिहे गर्ने सुरु गरेको कि हजुर मुस्ताङले त्यहीमा एकैचोटि झम्टेरै रुने थिए उनलाई भेटेमा खोजब कसैको न्यानो काग 5 वर्षमा कमाइौ 50 लाख मुस्ताङ लेटेमा मुस्ताङ लेटेमा एकचोटि त झम्टेरै रुनी थिए तिमीलाई भेटेमा मुस्ताङ लेटेमा एकचोटि त झम्टेरै रुनी थिए तिमीलाई भेटेमा कमाना त कमाकै होथ्यो नि घरमा दूर हजुर निकै मिठो मधुर स्वरमा गीत गाएर यति बेलासम्म रमाइलो गराउँदै आउनुभएको प्यारा प्यारा मित्रहरूलाई हेर्दादेखि नै धन्यवाद दिन चाहन्छौँ हाम्रो प्युठानी रतिगत समिति परिवारको तर्फदेखि मुस्ताङ लेटेमा एकचोटि त झम्टेरै रुने थिए तिमीलाई भेटे त हजुर यदि तपाईहरू पनि रम्न अनि रमाउन चाहनुहुन्छ भने सम्झनुहोला हाम्रो प्युठानी रतिघर धन्यवाद।